सो वेलकम टु माई गाइजहरू के छ खबर हामी सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज खाजा खानुभयो होला अनि आज टक्क बसिरहेको थिएँ अनि टक्कसँगले आज बाख्रा चराइरहेको छु अनि गाइज केराको बोट चाहिँ यता नि छ उता पनि त्यहाँ छ है तर गाइज फल्ने चाहिँ होइन फलेको चाहिँ अहिलेसम्म छैन भन्दाखेरि पहिला फलेको थियो तर अहिले चाहिँ अब झाङ मात्र बढिरहेछ फलेको चाहिँ छैन हाम्रो गोठ यहाँ छ टनेलो गाइज टनेलो हो अनि घर चाहिँ हाम्रो यही हो राम्रोसँग अलिक घर देखिन्न हैन आइज टक्क यो चाहिँ एकदम शीतल हावा चल्ने चौतारी जस्तै हो यो चाहिँ रुखमा चाहिँ त्यही भएर मैले रोपेको थिएँ यो 2 वर्ष अगाडि रोपेको तर यो चाहिँ तलतिर गयो मासतिर आउँछ भनेको ठिक छ टक्क यो भर्याङ चाहिँ किन राख्नु भयो भन्नु होला तर यो भर्याङ चाहिँ त्यतिकै अहिले अस्ति नै पराल यहाँ राखेको थियो पराल झार्नको लागि हो टक्क हाम्रो गाउँको भ्यू हेर्नुहोस् गाइज गाउँ हाम्रो च्याट्टा यस्तै छ गाइज है केराको बोट चाहिँ यता पनि छ केरा मैले रोपेको केराको चाहिँ अलि राम्रै फल्छ त्यही भएर यो पनि मैले रोपेको हो त्यो ठुलो झाङ पनि मैले तर उयो चाहिँ केरा मैले रोपेको होइन गाइज यो केरा चाहिँ अझ हालेर रोप्नु भएको हो दुईटा झाङ चाहिँ यो झाङ र त्यो परको झाङ चाहिँ मैले रोपिसकेको छु केरा मैले रोपेको एकदमै फल्छ पनि त्यसैले मैले 2 ठाउँमा रोपिसकेँ अहिलेसम्म चाहिँ बाख्रा पनि चढ्नुभन्दा धेरै कुदिसकेको छ म पनि कुद्नुपर्ने भइसकेको छ गाइस बाख्रा धेरै चढ्दैन त्यही भएर बाख्रामा उता लाँदैछु गाइस अब यता खासै चढ्ने नभएको कारणले म बाख्रा उता लाँदैछु हेर्दै गर्नु होला म एकछिनमा पर पुऱ्याउँछु फाइनली गाइस बाख्रा चाहिँ मैले यहाँ चढ्ने ठाउँमा ल्याइसकेको छु अनि यो पाल के को लागि राख्यो होला तिर तर मकै बिजोग रमाइलो पाराले रोप्ने मान्छेले रोपेछन् तलतिर हेर्नुहोस् यति बाग्लो मासतिर खाली छ तर यो के हो भन्ने कुरो मैले थाहा पाइनँ गाइस तलतिर घर छ यता पनि घरै घर छ गाइस हाम्रो गाउँतिर त्यता पनि घर छ यता पनि घर छ म माझमा बाख्रा चराउन छु गाइस माझमा छु म यो चाहिँ अचम्मै भएर रहेछ कि यहाँ चाहिँ मकै हेर्नु न तलतिर चाहिँ यस्तो बाक्लो अनि मासतिर यत्रो छ कि बाख्रा पनि यहाँ कति बेर चढ्ने हो धेरै बेर चढ्छ होला घाँस त खासै छैन यति छ घाँस बाख्रा अब तलतिर चढाउनु दिँदैन थियो तलतिर झरिसकेको छ बाख्रा चाहिँ भएर म ठुलो चौरमा लिएर जान्छु उतापट्टि है त म यहाँ यता बाख्रा यता पनि लिएर आइसकेँ चौरमा यता चौर छ त्यहाँनिर पहिला हामी त्यहाँ बल खेल्ने पनि गर्थ्यौँ तर अहिले चाहिँ जस्तै नै बाटो खन्दाखेरि चौर बिगारिदिएको छ यतापट्टि चाहिँ शीतल पिपलको रुख तर यसले चाहिँ हावा दिन्छ अहिले पनि तर हावा दिइरहेछ यो जग्गा चाहिँ हाम्रै हो यता बाख्रा पनि राम्रै चलिरहेछ चिसो आज शीतल छ चिसो हावा लागिरहेछ चट्ट अहिलेको मौसम पनि एकदम दामी छ अहिले चाहिँ चट्ट कपास गर्लाने बेला भइसक्यो मौसम यतातिर कालो बादलले टक्क पानी पर्ला जस्तो भइरहेछ उताको एकदम दामी छ मौसम है साथीहरू यता फुल पनि क्या दामी छ तपाईँहरू जस्तै छ फुल पनि एकदम क्लियरको तपाईँहरू पनि यस्तै राम्रो हुनुहुन्छ त्यसैले अब सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा पनि छ अब आजको भिडियो पनि लामो नै भइसक्यो अनि आजलाई यति नै अनि टक्क लाइक कमेन्ट सेयर मेन त सब्सक्राइब गर्न नभुल्नु होला हस्त धन्यवाद।